पत्रकार विद्वान मित्र सबैहरूमा धन्यवाद दिँदै यस कार्यक्रममा म महान समारोहमा बोल्न पाउँदा मलाई आफैलाई खुसी लागेको छ र तपाईँ हामीमा विश्वमा संसारमा विश्व शान्ति मानव एकताको निमित्त हामी जोड दिँदै आइरहेका छौँ र हाम्रो धार्मिक मञ्चबाट हामीले भनिराखेका छौँ तपाईँले सुन्नु भएको छ र म के भन्छु भने विश्वका जनताहरू विशाका मानवहरू मारामार नगरौँ र बाँचौँ भन्छ मारामार गर्नु हुँदैन र बाँच्नुपर्छ भन्छ र हामी मारामार गऱ्यौँ भने हामीमै रक्तपात भयो भने यो पृथ्वी माता पृथ्वी सबैको आमा हो पृथ्वी माता भनेको धर्मले के भन्छ भने हाम्रो सबैको साझा आमा साझा आमालाई खोरमा लाग्छ हामीमा हिंसा द्वन्द्व भयो भने पृथ्वी मातालाई असहाय हुन्छ त्यस कारणले हामीले के भन्छौँ भने विश्व शान्ति मानव एकता मानवमा सद्भाव राख्नुपर्छ मानवमा एउटा हामी सद्भाव सद्गुण राख्नुपर्छ र सबैसँग मेलमिलाप गर्नुपर्छ सबै मिलेर बस्नुपर्छ हामी भन्छौँ र महागुरु भगवन्नलाई पनि यही कुरा भन्नुभएको थियो त्यही कुराले नै समाजले मैले भनिराखेका छु र हामीमा हिंसा गर्नु हुँदैन भनेर हामीले भनिराखेका छौँ तर मानिसहरू हिंसा गर्नमा अगाडि बढ्छ र हिंसा भएपछि यो पृथ्वीमा रहेका समाज जनतालाई अप्ठ्यारो हुन्छ मैले इजरायल र गाजाको युद्ध अडियो रेकर्ड निकालिदिउँ न मेरो ध्यान आकर्षण भएको छ यहाँ विज्ञानको शक्ति विज्ञानका चरम सिमानामा पुगिरहेको छ अहिले आएर कृत्रिम मान्छेहरू बनाएका छन् कृत्रिम फौजीहरू बनाएका छन् र मान्छेले नाश गर्ने बमहरू बनाएका छन् त्यस कारणले पृथ्वीलाई खानु गाह्रो छ पृथ्वी हामीनन् भने यी सारा कुरा समाप्त यसले गर्दाखेरि हामी अलिक नजिकै आइपुगेका छौँ अलिकति नजिक छौँ र विश्व शान्ति मानव एकताको अब्लुगेन पान्सेम सेवा हामी गरेर आयौँ र हामी हाम्रो सबै जुलिस लाइन पैसाको सिलसिलामा रेकर्ड हुँदैछ विश्वभरि हामी पुगिरहेका छौँ यति पैसा हुन्छ यो भने आशा त्यसले गर्दाखेरि हामीले हाम्रो मन्थनले के भन्छ हाम्रो पुर्खाले के भन्थ्यो हाम्रो बाजे बोजूले के भन्थ्यो भन्दाखेरि खोज लाग्छ मान्छेको म्याक्सिमम जमिन हो हाम्रो भाषामा जमिन आया मान्छे चोक्सिङ भयो भन्ने हाम्रो पुर्खाहरूले हिजो बाजे बोजूले पनि गरेर त्यस कारण हामी बाँच्छौँ मनले एउटा लक्ष्य गर्छ कि
भनेर हाम्रो तपाईँ सबैको नाममा हामीले 2-3 दिन होममाथि पनि गयो, सेवाहरू लगायो। विश्व शान्ति, मानवता कायम होस् र ठुलो राष्ट्रहरूको दिमाग नबिग्रोस्। यिनीहरूको दिमाग बिग्रियो भने यहाँ गोली हानान गर्छ, बम हानान गरेपछि हामीलाई त गोली पर्दैन, खौकालाई नै हाम्रो काम गर्छ। यसले गर्दाखेरि मलाई अलिकति कतै युद्धको नजिक पुगेको अनुभव भएको छ। सेपसिङमा हामी त एकछिनमा अमेरिका पुग्छौँ, अहिले त इङ्ल्यान्ड एकछिनै जान्छौँ होइन। अर्को 3 दिन आधो लाइन आधो गोली बारुद बम बारुद आएको देखिए मलाई असली हो। अनि सेपसिङमा भन्ने चाहिँ हाम्रो मुन्डो नभएको हुनाले अब अहिलेसम्म विश्व शान्ति मानविकताको सेवालाई यहाँ थिएन। त्यसको लागि हामीले सुरु गऱ्यौँ र सेवा गर्न सुरु गरेका छौँ र अलिकति बाँचिन्छ कि भन्ने हाम्रो अनुभव हो। र अब तपाईँले सुन्नुहोस्, मुलुकमा संसारमा ठुलो युद्ध भएपछि महामारी, अब अहिले फेरि दोस्रो महामारी सुरु भयो। पहिलो महामारी गयो, दोस्रो महामारी सुरु भएर आइराखेको छ। यसको लागि पनि हाम्रो पुजारीहरू सजग रहनुपर्छ। यसको लागि यिनै महागुरुले भनिराखेका छ, तिमीहरू पृथ्वीमा ठुलो महामारी आयो भने पूर्वपट्टि फर्केर युमासनको धुप लाउनु है। अघि नुहाइ गरेर आफ्ना छोराछोरीसँग नबोली नुहाइ गरेर धुप ल्याउँछ र हामीले अब त्यो कर्म गर्नुपर्छ। फर्केर यो महामारी जहाँबाट उत्पत्ति भयो, जुन ठाउँबाट उत्पत्ति भएर आएको छ त्यही गएर तिमी शान्ति भइजानु, तिमी अल्पेर जानु, हामीले रक्षा गर्नु। र युमाको नाममा चाहिँ धुप गर्नुपर्छ। र यो दिन अब आयो, तपाईँहरूलाई जानकारी आएन। अब रोग भनेको हरेक हुँदैछ, हरेक खाले मैले भनिराखेको छु। र त्यस कारणले हामीले हाम्रो मन्दिरमा र हाम्रो महागुरुले त्यो कुरा बोले। त्यस कारणले अब त्यो दिन आयो, तपाईँहरू अघि उठेर कसैसँग नबोली नहिँदै गरेर बिल्डिङमा बस्ने छतको माथि गएर पनि एउटा धुप पाउनु, युमाको नाममा पाउनु। किनभने युमाले के भनेको छ भने पृथ्वीमा एउटा कुरा, पृथ्वीमा पाप ज्यादा भयो भने, रगत पक्षी भयो भने, रगतले ढाक्यो, मान्छेको रगतले ढाक्यो भने म आफै आएर उठाइहाल्छु है भने युमाको इन्कम छ। त्यसले गर्दाखेरि तपाईँले यो सुनाउनलाई तपाईँले बोला, तपाईँलाई यो चाहिँ अवसर बोलाएको खेतीको समयमा होइन, बर्खा लाग्यो, यो समयमा चाहिँ तपाईँलाई मैले बोलाएर यो कुरा मैले सुनाएको। र अब विश्वमा अब शान्ति हुँदैन, लडाइँ झगडा हुन्छ, झगडा त हुन्छ, विश्वमा झगडा हुन्छ। र हामी भक्तिपट्टि ध्यान दिउँ। म यही भन्छु तपाईँहरूलाई, तपाईँहरूको उपचारको लागि हामीले सेवा लगाएको छौँ। अब हामी त नेपाली जनता त विश्वमा गइरहेको छ, संसारमा पुगिरहेको छ। 1 पैसा 2 पैसा आउँछ कि भनेर खातिर हामी गएका छौँ। हामी विश्वमा गएर जागिर खाइराखेका छौँ, विश्वमा गएर नोकरी चाकरी गरेका छौँ, विश्वमा गएर झाडु लिएर हामीले छोडिराखेका छौँ देखि दुनियाँ। र हामी बाँच्नुपर्छ भन्छु है म चाहिँ। र हिजोअस्ति तपाईँले हेरिहाल्नुभयो पाकिस्तान र भारतको लडाइँ हेर्नुभयो। अब कोरोना सुरु भयो, कोरोना पश्चिम नेपालमा आइपुग्यो भनेको छ। त्यस कारणले हामी लडाइँ झगडा भएपछि कोरोना सुरु हुन्छ। पहिलो विश्वयुद्धभन्दा पनि त
अपूर्वी बिमार सुरु भएको थियो। स्टिम छ, यसबाट जोगिनुको लागि हामीले अप्नाउनु पर्यो, सचेत हुनु पर्यो। म यही भन्छु तपाईँ र मेरो भविष्यवाणी साथसाथ यही कुरा र संसार यस्तो हुँदै गएपछि अब हाम्रै उमेरले भेट्ने हो कि जस्तो पनि त लाग्यो मलाई कता कता। त्यसले गर्दाखेरि मैले पहिला बनेको भविष्यवाणी आधाभन्दा पुगिसकेको छ। अब आधा पुग्नु बाँकी छ र हामीले जोगिने कोसिस जोगिन सक्छौँ भन्ने कुरा चाहिँ तपाईँले सोच्नु पर्यो, सम्झिनु पर्यो। हाम्रो मनलाई के भनेको छ, हाम्रो शास्त्रीले के भनेको छ, हाम्रो दर्शनले के भनेको छ, त्यो कुरा ध्यान गर्नु पर्यो। र मैले पर्याप्त तपाईँहरूले बोलाएर मैले तपाईँले जानकारी गराएको हो मेरो भक्तजनहरू। त्यसले गर्दाखेरि हामी विश्व शान्ति मानविकता मानिस बिगार्नु हुँदैन। मानिसमा कलङ्क पसेको छ, कलङ्कले गर्दा मान्छे मिल्नु दिँदैन र मान्छेलाई त पर्छ र मान्छे टोका टोक्ने खान्छ, मान्छेले मान्छेको मासु नै खान्छ। अब यो दिन नजिकै आयो र त्यसले गर्दाखेरि हामी विश्व शान्ति मानविकतापट्टि सबैले ध्यान दिउँ भन्ने मेरो चाहिँ भनाइ है, मेरो चाहिँ चाहना त्यो छ। त्यसले गर्दाखेरि केही बाँच्न सकिन्छ कि भन्ने अनुमान लिएको छ र त्यसले गर्दाखेरि यो ठुलो देशहरू लडेपछि त हाम्रो सबै कुरामा हामी बालवान सन्धि बन्धन छ, तेल बन्धन छ, नुन बन्धन छ, सबै थोक बन्धन छ अनि अनेक आवश्यक छ। त्यसले गर्दा पनि जवाब पनि हामीले गर्नु पर्यो। हामीले हाम्रो पारामा नाराजी बजेरले बाँच्नु त पऱ्यो हामीले। त्यसले गर्दाखेरि तपाईँले यसपट्टि तपाईँ सशक्त रहन अगाडि बढ्नु चाहे र मेरा भक्तजनहरू मलाई माया लाग्छ। विश्वभरि छर्नु भएको छ, धर्मले विश्वभरि बढेर गएका छ र सानो देशका हाम्रो जस्तो नेपाल जस्तो सानो मुलुकका त गन्ती आउँदैन है। त्यसले गर्दाखेरि ठुलो राज्यको लागि चाहिँ गन्ती आउँछ। त्यसले गर्दाखेरि हामीले यो कुराहरू हामीले सोच्नुपर्ने र ध्यान गर्नुपर्ने कुरा अब आयो है। त्यसले गर्दाखेरि तपाईँले यो कुरामा सतर्क रहनु म तपाईँले अनुरोध गर्न चाहन्छु। र हामी अब नेपालको नेपाली लाउरेहरू संसारभर पुगेका छ, उनीहरू त हाकिम आउने अहिलेको आधुनिक युगमा। अब त्यहाँ आधुनिक युग छ, आधुनिक तरिकाले बनाएका छ, तेज मुनि बसेको कारणले हालिहाल्छ, फुकिहाल्छ। त्यसले गर्दाखेरि विश्व शान्ति मानविकता र हाम्रो विज्ञान प्रविधि जुन विकास भएको छ यसमा पनि राम्रो खालको दिमाग बसेर संसारले बचाउने खालको यन्त्रहरू तयारी गर्नुपर्छ भन्छ म चाहिँ। र यो कुरा यस प्रकारले विज्ञानले सुन्छ, वैज्ञानिकहरूले सुन्छ र उनीहरूले त्योपट्टि ध्यान जाओस्। खालि नास्तिक मात्रै भएको छ अहिले त आफ्नै चाँडो। अब खातिया छोडेपछि एक दिन त्यो छोड्ने दिन आउँछ, त्यति बेला छोड्छ। त्यति बेला झापिङ्गा भर्ती गरेर जीव जन्तु सबै जन्तु जीव भनेका त हामी सबै नाश हुन्छ। तर ती कुराहरू नाश नहोस् त्यसले बचाउने फेरि जन्म। त्यसले गर्दाखेरि मेरो भनाइ चाहिँ के छ भने एउटा यो अलौकिक ईश्वरीय शक्ति छ मसँग, त्यसले बचाउँछ भन्ने मलाई विश्वास छ। त्यसले गर्दाखेरि ईश्वरीय शक्ति अलौकिक ईश्वरीय शक्तिमा पनि अलिकति प्रयास गर्ने र त्यो सबै अलौकिक ईश्वरीय शक्तिबाट आएको छ। विज्ञानहरू तत्त्व पनि त्यही, चमत्कार पनि त्यही, त्यो सबै कुरा त्यही भएको हुनाले ईश्वरमा पवित्र भएर तिनीहरूको दिमागमा चाहिँ राम्रो ज्ञान कुमति होइन सुमति मात्रै बसेर संसारलाई रक्षा होस् भन्ने हाम्रो मनसँग राख्न
र हाम्रो यो प्रार्थना सभामा हाम्रो एउटा धार्मिक सभामा आज बोलिराखेका छौँ। यो धर्म विश्वले कसरी बचाउने भन्ने कुरामा चाहिँ म चिन्तित छु। र हिजोअस्ति बिग्रिङ 3 दिन भइराखेको थियो। म चाहिँ अब त्यसरी मर्दै हुनुहुन्छ। त्यो विनाश हुँदै आएपछि इन्डिया भएपछि नेपाल यही हो। त्यसले गर्दाखेरि उनीहरूको बोलीको कपाल हामीले पनि लाग्छ। र यो सबै सरकार आत्मसंयन्त्रण आत्मशान्ति होस् र हामी जनता सबै बाँच्छौँ। सबैलाई उपभोग गर्न पाउँ पृथ्वीलाई, यी कुरामा चाहन्छु। र हाम्रो मागले किन के रक्षा यहाँ के त रक्षा गर्छ। मन पराएको ठाउँमा, उहाँको दिल परेको ठाउँमा, मनले आँखा परेको ठाउँमा कहीँ रक्षा चाहिँ गर्छ है। यो कुरा चाहिँ तपाईँलाई योभन्दा पहिलाको मेरो भविष्यवाणीमा धेरै लामो भनेर बोलेको छु। र आदि पुगेको छ, आदि भन्न बाँकी छ। अब पछि गएर यो उत्तराखण्ड हाम्रो पूर्व एसिया महादेशमा एउटा शक्तिशाली नेता छ। त्यसले बोलेको कुरामा सबै पस्छ जानुपर्छ, त्यसले रक्षा होस्। सुन्नुभयो? अब हामी त मरिजान्छौँ, तपाईँले त भेट्नुहुन्छ। त्यसले गर्दाखेरि त्यसले भनेको कुरा पसिरहनुपर्छ है। त्यसले गर्दाखेरि रक्षा हुन्छ। र अहिले यो पृथ्वी ज्यादा रक्तपात भएपछि पृथ्वीले खान सक्दैन। नसकेपछि धुई पखालो गर्छ क्या पृथ्वी। धुई पखालो गऱ्यो भने त्यो मैला जतिसकै बुगायो भने अनि सबै सक्छ। त्यसलाई प्रलय भन्छ। अब संसारमा कति सुन्छौँ होइन। पाप र धर्म त दिनै कति छ विश्वमा। धर्मकै नाममा लक्क पऱ्यो नि मरिराखेको छ। मान्छे बचाउँ भन्ने त छैन नि। म वीर भएर मै राज्य गर्छु भन्नेमा छन् सबै। त्यो त हुँदैन नि, तर मनले दिँदैन नि। त्यसले गर्दाखेरि यो विष पृथ्वी पनि हल्यो भने सबै नाश हुन्छ। र हामी त झन् यो हिमाल खण्ड त सबै भूकम्पको एरिया पर्छ। हामी त जोखिममा छौँ। र त्यसले गर्दा पृथ्वीको आयको लागि पनि हामी बढ गर्नुपर्छ। ठुलो माथि सेवाहरू लगायो भने पृथ्वीको आयु बढ्छ। पापमा के गर्नु मतलब बढ्दैन। अनि त्यो पाप भन्नै भन्दाखेरि हामी सबै नर्छौँ। गुरु यस्तो छ। त्यसले गर्दाखेरि यो कुरा म तपाईँलाई भनिराखेको छु। मैले सम्झाउने काम गरिराखेको छु। मैले समय समयमा भन्ने काम गरिराखेको छु। अब मेरो सल्लाहकारहरू धेरै छ, मलाई सुझाव दिने पनि धेरै छ। र मैले अब तपाईँको अङ्ग रक्षाको लागि, अङ्गलाई रक्षा बाँध्नको लागि हामीले एउटा गुठी बाँड्दैछौँ हामी। त्यसले गर्दाखेरि अब हामी एउटा मनको विश्वास जो गर्छन्, जो सत्य मान्छन्, मनले चाहिँ बचाउँछ है। यो कुरा तपाईँले सुन्नुहोस्। र अब हामी बुढ्नु लाग्यौँ। हाम्रो अवस्थामा अब धेरै हुँदैन। अब भनेको हाम्रो अवस्था भनेको 30, 17, 18, 19 वर्ष होला। र त्यति भित्रमा के देख्नु पर्ने हो, गर्नु पनि पर्ने हो। अब के हो त्यो म जान्दिनँ। हाम्रो सुधार हुनु पर्यो। तपाईँहरूमा सुधार हुनु पर्यो। आत्मा सुधार हुनु पर्यो। साथीभाइमा सुधार हुनु पर्यो। मन मिल्नु पर्यो। आत्मा परमात्मा एउटै सोच्नु पर्यो। सम्झिनु पर्यो। मानव एकता भएर लाग्नु पर्यो। आफ्नो साथीले पनि शान्तिको बाटोमा लाउनु पर्यो। अघि भएर यो युद्धको महायुद्ध भए पनि परिभूति भनेको शान्ति हो क्या। विश्व शान्ति, मानव एकता, सबै शान्ति मिलेर बस्नु। म यही भन्छु तपाईँहरूलाई। मलाई खुसी लाग्यो यति जमाउनु भयो। अब हामी नेपालमा त अब नेपाली धेरै छ,
थुप्रैवटा नेताजी छ। अब धर्मले थुप्रैवटा छ। यसले गर्दाखेरि विश्व शान्ति मानवीयता भनेको किराँत धर्मको मूल मन्त्र। विश्वको मानव एक हुनुपर्छ, विश्वको मानव एक भएर जानुपर्छ, लक्ष्य एउटै हुनुपर्छ र मान्छेमा चाहिँ मारहार गर्नु हुँदैन भन्ने भावना बोक्ने र यसलाई तपाईँले भित्री बाहिर सबै प्रचार गर्दै लाने यी कुरा भन्नु चाहे छोटो समयमा, एकदम छोटो समयमा हामी आसामबाट आउनुभएको छ, भुटानबाट नै आउनुभएको छ र मलाई खुसी लाग्यो र विदेशबाट नै भाग लिनु भएको छ। भनेको नेपालभित्रको मात्रै जन्म गर्नु चाहिँ खोजेर खास गरी र विदेशबाट नै पाल्नु भएको छ। यसलाई मलाई खुसी लागेको छ। अब मैले भनेको छु तपाईँहरूलाई अलिकति पढाइदिन्छु। धनीको धन हराउँछ, मनीको मन हराउँछ, बुद्धि हुनेको बुद्धि हराउँछ, कुमति आउँछ। कुमति आएपछि के हुन्छ? संसार सङ्घार हुन्छ। अब सम्पत्ति पनि अब मुलुकले राष्ट्रमा थुप्रेको छ। त भूकम्प आयो त लुकाइहाल्छन्, त्यो पर्दा पृथ्वी नै हल्लियो भने त लुकाइहाल्छन्। त्यसले गर्दाखेरि समस्या छ। म के भन्छु र होला विज्ञानले वैकल्पिक सोचे होला मान्छेहरू मङ्गलमा राख्ने, चन्द्रमा राख्ने, बचाउने ट्रेनिङ गर्दैछ भनौँ। तर पृथ्वी अन्त भयो भने त्यो पनि अन्त हुन्छ। यिनीहरूको 900 छ, 900 छैन भने त्यो पनि अन्त हुन्छ। यसले गर्दाखेरि पृथ्वीलाई पनि हामी कसरी बचाउने भन्नेतिर हामी सबैले ध्यान दिनु पर्यो। र हाम्रो कल्याण त्यो हो। मैले यस्तोबाट यस्तो हुन्छ भने आइडिया चाहिँ सिकाउनु मात्रै हो। तपाईँले गर्ने हो पृथ्वीलाई कसरी बचाउने। अहिले त पृथ्वीलाई छाडेर बनाएको छ। कोही छेडेर भित्रभित्र ल्याएर पुऱ्याउने, छेडेर भित्रै सहर बनाउने, छेडेर भित्र लुकेर बस्ने, नदी बम्बार्ने पनि नभ्याउने यस्तो किसिमका पृथ्वीले भित्रभित्र हामी मुसा जस्तो बस्ने यस्तो बनाइसकेको संसार। त्यो नबनाउने त हामी नेपालीहरू मात्रै, त्यो नजान्ने पनि हामी मात्रै। यसले गर्दाखेरि यस्ता छ। यसले गर्दाखेरि हामी म के भन्छु भने नबाचौँ, नजोजौँ, परिवारहरू नै झै झगडा नगरौँ भन्छ। झै झगडा नै खाएको कम, हामी बाँच्नु नै पृथ्वीको कम। पृथ्वीको आयु घट्दै जान्छ। पृथ्वीको आयु घटिसकेपछि अघि भनेर एकछिन अल्टिङ गऱ्यो भने छैन यहाँ। त्यसले गर्दाखेरि यसको रक्षाको हामी जोड गर्नुपर्छ। अलिकति उपचार गर्ने बाटो अलिकति छ, धेरै छैन। त्यस कारणले तपाईँहरूले अचानक बोलाएर तपाईँले सम्झाउने कोसिस, यसलाई चिनाउने कोसिस गरे मलाई खुसी लागेको छ। अब हामीले महात्माले के भन्यो भने ठुलो हावापानी आयो भने सुन्नुहोस् है तपाईँ, ठुलो हावापानी आयो भने तिमीहरूले घाम लागेन भने मान्छेको सेवा जोगिनु, उही थानेर मान्छेको सेवा जोगिनु, साह्रै मान्छे लिएर उही थान सेवा जोगिनु भनिराखेको छ। अब त्यहाँ पुग्यौँ है यो हामी बसेको भिडमा साह्रै ठुलो पानी आउने होला। पृथ्वी बग्ने, जमिन फाट्ने, बग्ने, कोरतिर चल्ने खाले पानी आउनु आँट्यो। यी समयमा हामीले अलिकति प्रार्थना गरेपछि सिमाङ ओलेक भन्छौँ भाषामा अलिक यो मौसम, पानी बोक्ने मौसम अलिक तर्केर हुन्छ। त्यस कारणले त्यो भनेको छ महात्माले जुनै उक्ति दिइराखेको र मैले के भने ठुलो महामारी आयो भने अलिक असर गराउने पर्छ। अलिक कसैले नदेखि उठ्या नहुनु, अलिकति हाम्रो भाषा सुधि नभन्छ अल्छी गरेर त हुँदैन। त्यो चाहिँ हाम्रो लागि, हाम्रो छोराछोरी त अमेरिका छ,
अस्ट्रेलिया छ, जापान छ, इङ्ल्यान्ड छ, सबै मुलुकमा पुगेको छ। रक्षाको लागि त्यो पाउनुपर्छ। र इन्डियामा दोस्रो कोरोना छिरेर आइसकेको छ। नेपालमा पनि छिर्यो भने सुन्दैछु। यसले गर्दाखेरि यसले पनि यो लडाइँ र झगडाको बात भएपछि निस्किन्छ क्या आफै। यसले गर्दाखेरि मान्छे जता होस् पनि एउटा बाटो हो। यसको निम्ति पनि हामीले ठुलो सेवा लाउन काम योग्य माथि गर्नु, शान्ति गर्नु, डाँडा डाँडामा रुखबार गर्नु, खोलानालामा रुखबार गर्नु। हामी प्राकृतिक पूजाको शक्तिमान तपाईँले यो कुरा जान्नु र सिक्नु र गर्नु। म यो निर्देशन दिएँ तपाईँलाई। र जहाँ पृथ्वी अन्तमा आँट्यो, जहाँ मानिस अन्तमा आँट्यो भने घरिघरि हामी बोल्ने गर्दै तप खोज्छौँ। यिनीहरू पाए त्यसरी जाने, यहाँबाट यसरी छिर्ने भन्ने बाटो हो र कुरो त्यो हो। र अब मैले खानपान बारेमा तपाईँले पहिल्यै सुनिराखेको छु। अहिले सबै विष आलुमा विष, सिमाजिग्ने रायो सागमा विष, मुलामा विष, कोपी सागमा विष, आँपमा विष। अब खाइहाल्छौँ नै, खाउँ छ खाइहाल्छ। अनि शरीरलाई शरीरलाई अनेक खालका हाई प्रेसर, लो प्रेसर, चिनी बिमारी, के बिमारी, अनि क्यान्सर, अनि डाक्टर भाउको आएला। यसले गर्दाखेरि समयमा सतर्क जोड्नुमा जोडिनु राम्रो। अब फेरि चुरोट खायो भने त डाइरेक्ट फेर्छ। चुरोटको बाहिरबाट डाइरेक्टै असर गर्छ शरीरलाई। यसलाई हामीले बचाउनुपर्छ र शरीरलाई पवित्र राख्ने काम गर्नु। त्यसो गर्दा अलौकिक एउटा ईश्वरीय शक्ति छ, सपना दिन्छ। सपना पहिचानले गर्नु, विवेक गर्नु, विवेक गर्न सिक्नु। तपाईँहरूले विवेकमा के आवाज आउँछ त्यो कुरा याद हो। कसैले त तपाईँले पाएको छ। यसले गर्दाखेरि तपाईँहरूलाई यसरी सुधारमा लाग्नु म के भन्छु। म अन्यथा अनेकौँ कसैले विरोध गर्नु छैन। यति हो, विश्व शान्ति, मानविकता, मान्छे मानु हुँदैन भन्छ। कानुनले पनि मानु भएन, राजनीति गरेर पनि मानु भएन, जोड्नु पर्यो। राइफलले मानु भएन, त्यो बमबारुदले मानु भएन, एटम बम गिराएर पृथ्वी नष्ट गर्नु भएन, जोगिनु पर्यो। त्यस कारणले यो ज्ञान सबैमा बसोस्, मेरो धारणा छ त्यो हो। यसले गर्दाखेरि त्यसो गर्दा सबै संसारमा गएका धर्म पनि बाँच्छ, हामी पनि बाँच्छौँ, विश्व शान्ति सबै मान्छे नै बाँच्छ। नभए सबै मासिँदै जान्छ, सबै मासिँदै जान्छ। त्यसले गर्दाखेरि कारण त्यो छ। त्यसले गर्दाखेरि तपाईँहरूले मैले बोलाएको हो, मैले इमर्जेन्सी हो, मङ्गेनालाई चाहिँ बोलाएको गरौँ हो। हामीले भविष्यवाणी गरेको लेखाजोखा गरेका छैनौँ। कति पुग्यो कति पुगेन त्यो पनि हामीले लेखाजोखा गरौँ र अब कति पुग्नु छ त्यो पनि गरौँ। र विश्व आक्रान्त भएको समयमा एक दिन म बोल्ने दिन हुन्छ, समय छ। विश्व नै आक्रान्त हुन्छ एकपल्ट, त्यति बेला मलाई सोच छ क्या, त्यति बेला म आफै बोल्छु र कसैले मलाई सिकाउनु पनि पर्दैन। त्यसले गर्दाखेरि यसमा मलाई अलिक प्रब्लम छ र हामी विश्व शान्ति मानविकताको लागि सबै भलो गरौँ र सबैले जगाउँ, सबैले रक्षा गरौँ। यो कुरा तपाईँसँग हार्दिक अनुरोध गरिरहेको र अब हाम्रो जनजातिहरू माथिल्लो र तल्लो घर नबोल्नु। हाम्रो भाषामा चिछिङमा भन्छ, चिछिङमा नभनिनु र जयमराजन दालको हो। त्यस्तो छ। हाम्रो विचार फरक बनाउनु पर्यो, हाम्रो नीति फरक ल्याउनु पर्यो, विचारधारा फरक ल्याउनु पर्यो। तन्दम नमन्दिङो, यज्ञको मन्दिङो, सिङसिङको मन्दिङो हाम्रो भाषामा हो। सिङसिङ यज्ञ भन्छ क्या हाम्रो भाषा। त्यसले गर्दाखेरि सिङसिङ यज्ञ मन्दिङको आयुष भनेको आयु हुँदैन। यसले गर्दाखेरि तपाईँहरूले सुनाएँ मैले। आज अलिक यो कुरा भन्नु मलाई कठोरै लाग्छ। हरेक मान्छेले हेरिराखेको छ के भन्दैछ भनेर अलिक
राज्यले आचरण खालको भोलियो भने राज्यले कानुन लाउँछ मलाई त्यसले गर्दाखेरि कानुनसँग मैले जोगिएर बोल्नु पर्यो म त्यसले गर्दाखेरि तपाईँहरूले यो जोगिएर तपाईँहरूलाई भनेको छु र यो भविष्यका कुराहरू त पक्कै हुने छ एउटा वैज्ञानिकले पृथ्वी घुम्छ भन्यो एउटाले घुम्दैन भन्यो लक्क परेर धर्मगुरुले पनि लिएर मार्यो सोचेर इतिहास राम्रो कुरा भनेर त मान्छ त्यसले त्यसबाट राष्ट्रले शान्ति होस् नेपालमा त सानो देश हो सानो देशको सानै विचार हुन्छ ठुलो देशको ठुलै विचार हुन्छ त्यसमा अन्तर हुन्छ त्यसले गर्दाखेरि हामी नेपाली भएर नेपालमा बसेका छौँ नेपालका नागरिक भएर बसेका छौँ नेपालले जन्म्यो हुर्क्या बढ्यो यहाँ मर्न आँट्यो हो अब यहाँ तपाईँले राजन बनाउँदाखेरि पञ्चायत बनाउँदाखेरि हामी पक्रेर थुन्थ्यौँ अहिले संहिता आयो संहितादेखि अहिले धर्मनिरपेक्षता भयो अनि वाक स्वतन्त्र बन्छ अहिले वाक स्वतन्त्र भएपछि यति बोल्न पाएको छ तपाईँलाई त विकासको घर हेर्दाखेरि अलिकति भएको हुन्छ त्यसले गर्दाखेरि तपाईँहरू यो कुरा सुन्नुलाई तपाईँहरू लाखौँ खर्च गरे यति छिटो आइपुग्नु अब हिँडेर आउनु पर्छ क्या त्यसले गर्दा यो पनि मलाई गौरव लाग्छ हाम्रो ठाउँ विकास हो भनेर र आज हामीले अब पढौँ हामीले सम्झौँ अब यहाँ मन्दिर निर्माण गर्ने मैले चिताएको छु यसमा सबै लागौँ भनौँ दुनियाँ लगाउँ सबै काम गर्छ तर हाम्रो राज्यमै शान्ति होस् अहिले गडबड हुन खोज्दैछ है हाम्रो राज्यमा पनि त्यसले गर्दाखेरि सबैको मन मिलोस् सबै नेताहरूमा शान्ति होस् शान्तिको कुराहरू उनीहरूले नै सफल होस् मेरो र आज यहाँ म बोलेको त विश्वभरि राखेको छ त्यसले गर्दाखेरि विश्व कुरामा मैले व्याख्या धेरै गर्नुपर्छ अब हामी कोही विकास भएर मारमार गर्नेमा पुगिसक्यो कोही मान्छेहरू जग्गामै बसिराखेका छ कोही नान्दो बसिराखेका छ यी सिङ्गलहरू खाएर बसेका छ यस्तो मुलुकहरू नै छ पृथ्वीले सबैले बचाएको छ त्यसले गर्दाखेरि हामी बाँच्नुपर्छ अलग्गै शक्तिको मान्छे हामीले सम्झिनुपर्छ ल म के भन्छु तपाईँसँग मैले यही भन्न चाहेँ र अब मैले अघि भनेछु मैले दोहोऱ्याउँदैछु अब एउटा एसिया महादेशमा पूर्व एसिया महादेशमा पश्चिम एसिया होइन पूर्व एसिया महादेशमा एउटा नेता जन्मिन्छ एउटा शक्तिशाली नेता जन्मिन्छ त्यसको मुखमा सबै पसिरहनुपर्छ यही हुन्छ हामीले सुरक्षा दिएपछि हामीले रक्षा दिएपछि अब नेता भएपछि त पापी हुनु पर्यो होइन राजा भएपछि पनि पापी गर्नु पर्यो मान्छे नमारिकन राजा हुँदैन नेता हुँदैन मान्छे नभए नेता हुँदैन त्यसले गर्दाखेरि यस्तो एउटा आउँछ है यहाँनिर मेरो उमेरले त्यो भेट्छ भेट्दैन है त्यसले गर्दाखेरि मैले अहिले भनिराखेँ एउटा मुख्य मेरो भविष्य भएको छ त्यसको मुखमा सबै बसिरहनुपर्छ त्यस्तो दिन आउँछ त्यसले गर्दाखेरि यो तपाईँले सुनिराख्नु तर आज भविष्यवाणी पुगिसकेका छ आज के छ अब पुग्छ त्यो सबै पुग्यो भने अब मलाई विश्वले एकपल्ट मलाई सोच मान्छे कम्ती रहन्छ त्यसले गर्दाखेरि त्यो मेरो हो र तपाईँहरूले के भने अरू कुराहरू तपाईँहरू विश्व शान्ति मानवीयता धर्मको सङ्घर्ष किरा धर्मलाई अगाडि बढाएको छ यसमा सबै समावेश हुन्छ अब हामी यहाँ धर्मावलम्बीहरू सबै समावेशी छ अहिले समावेशी पहिला 436सँग भन्थ्यो अहिले समावेशी भन्छ अहिले समावेशी छौँ यहाँ बाहुन छेत्री राई लिम्बू सबै उपस्थित भएका छौँ हामी समावेशी छौँ हामी समावेशीको एउटा फुलबारी समावेशीको एउटा समाज उत्थान गर्दै जान्छौँ विश्व शान्ति मानवीयतामा
एक बार भन्दै जाउँ म यी कुरा भने यही कुरा पनि भन्न चाहेको थिएँ मेरा आज भन्न पाएँ मलाई आज खुसी लागेको छ एक प्रकारको र हामी सबै जात सबै वर्ग मान्छे हो मानव एकता विश्व शान्ति भएकै थियो भित्र हाम्रो ज्ञान उग्रिन पर्यो भित्र हाम्रो ज्ञान एउटा छन् त्यो चाहिँ एउटा नराम्रोले पोतेको छ नराम्रो बुद्धि आउने नराम्रो खालको मात्रै गर्ने एउटा पोतेको छ त्यसले सफा गर्नु पर्यो त्यो सफा गर्ने चाहिँ ज्ञान धर्म छ त्यो सफा त्यसलाई जानु देखेपछि त्यो सोच सबै विकास भइन्छ तपाईँहरू त्यतापि ध्यान दिनु पर्यो अहिले भक्तजनहरू त धेरै मैले बोलाएको छु त्यतापट्टि चाहिँ ध्यान छैन भक्तजनले मसँग के मात्रै जगेका पर्छ भने मेरो छ उता अस्ट्रेलिया छ राम्रो काम पाउँछ पाउँदैन राम्रो जागिर पाउँछ पाउँदैन त्यही मात्रै रिपोर्ट त विश्व शान्ति मागेका त हो मात्रै त्यो हुन्छ त अब यहाँ मेरा दर्शनशालामा गएर जानाले क्यु लाग्छ क्यु लाग्यो अहिले सबै गएर गएर यहाँ के गर्नु यहाँ बारीहरू सबै जग्गा भइसक्यो बाँदर मात्रै फैलिन्छ यस्तो अहिले अवस्था आएको छ यसले गर्दाखेरि हामीले विश्व शान्ति मागेका त अनि सारी गर्न आएको छ यसले गर्दाखेरि विश्व शान्तिको सेवा गर्नुपर्छ किनकि बच्छ बढ्दै चाहिएको त बचाउँछ तपाईँ त्यसले गर्दाखेरि त्यसले गर्दा म तपाईँले यही कुरा मैले फेरि पनि तपाईँहरूको तिमीमा कोसिस गरेर मैले दोहोऱ्याइराखेको छु र हामी हुनु पनि पेटको लागि एक खेत एक छाक खानुको लागि एकपल्ट बोलाउनको लागि अब बाहिर नभएको छैन हाम्रो देश राष्ट्रले थाम्दैन यसले गर्दै बाहिर जानु पनि क्रम बढायो हो र हिजो महादेवको आशीर्वाद गरेको छ महादेवलाई के भन्यो भने हाम्रो अम्बर र हेङ्गा खोलामा महादेवले गालिस्तारको बन्ती गर्यो गालिस्तार भनेको पापहरू सबै दुई पत्थर गर्नु मन छ बन्ती गरेर सक्यो सबैले शेष सँगसँग गर्यो अनि महादेवको आत्मामा कुनै ताकेर हुन आएपछि के मन छ यत्रो सेवा गऱ्यौँ तिमीले के मन छ भनेर भन्दा त त्यो यो खोला हेरेर मेरोभन्दा मागिदियो अनि हामी सबै दुःख पाउँछ माछा मात्रै माग्यो ज्ञान बुद्धि विवेक माग्यो त्यति बेला गुरु यो कलश राखेर हाम्रो ज्ञान विवेक बुद्धि धर्म सम्पत्ति त्यति रहन्छ हामी पाउँ है गुरु हाम्रो हक अधिकार सबै पाउँ है गुरु भनेको वर्ष मन आउँदा पनि त्यो नचिन्ने राख्दै त्यसले गर्दाखेरि त्यो माछा मात्रै माग्यो त्यो पनि पाउँछ सोन त्यसको जिउ गुण पनि पायो अब सबै भेटेर हामी नोकरी जानु पऱ्यो पैसा लागेर भेटिरहनु पैसा लाग्यो त कोही बाटोको त पाउनै पर्छ त्यसले गर्दाखेरि यसरी भएको छ आशीर्वाद माग्नु पनि तपाईँले जानु मनसँग भेटिएको यो मनले दर्शन दिइहाल्यो भने माग्ने कुरा हराउँछ क्या दिनु त्यसले गर्दाखेरि फ्याक्ट्री भेट्यो भने हामी जुगसम्म यसो खानुसम्म ज्ञान बुद्धि विवेक अन्तिम माग्यौँ हामी भगवान् गर्नुभएको मागेर माग्यो भने झिलिमिली हुन्छ चुम्बक जस्तो सबैको दिमाग तानिदिन्छ अनि माग्नै जानिँदैन उल्टो माग्नु थालिन्छ त्यसले गर्दा त्यो पनि सिक्नु है तपाईँले एक दिन त भेटिन्छ त्यस्तो त्यसले गर्दाखेरि यो कुरा पनि तपाईँले जानकारी गराएँ धेरै कुरामा जानकारी गराउने चाहन्छु र हामी अहिले उहिले कामको पुर्खाहरूको जमानामा बालक नानीलाई त्यो नानीले तन्त्र लेखेर 4 चौपाने गरेर
तपाईँहरूले सक्न पहिचान के दिन्छु के हो त दिन्छु त्यसले गर्दाखेरि एउटा सूत्र देखाएको छु अहिले यो कुराको परीक्षामा म यही भन्छु र अहिले विश्वमा द्वन्द्वै द्वन्द्व छ शान्ति र छैन द्वन्द्वै त्यसले गर्दाखेरि यो विश्व शान्ति होस् यो द्वन्द्व निवारण होस् यो द्वन्द्व नहोस् अनि हाम्रो याफुना भाषाले के भन्छ भने आत्मिक भन्छ क्या त्यो त मुलुकमा पनि हाम्रो देशमा पनि भएको छ त्यसले गर्दाखेरि केमा चाहिँ नहोस् सबै शान्तिसँग बाँच्न पाऊँ जिउन पाऊँ पृथ्वीबाट भोग गर्न पाऊँ पृथ्वीबाट नरिसोस् भूकम्पहरू नजाओस् अब ठुलो घरहरू दरबार बनाएर मान्छेहरू बसेका छन् त्यसमा बस्न शान्ति होस् विश्व शान्ति मान्दैन त्यो झगडा गर्दै गरेको पनि यो युक्रेनको बारेमा मैले अलिक सम्झेर सेवा लागिरहेको छु युक्रेन एक्लो छ सबैले फेरिरहेका छन् शक्तिशाली मुलुक भइरहेको छ अब अहिलेसम्म थामिरहेको छ त्यसले गर्दाखेरि विश्व शान्तिमा नभएका त लडाइँ झगडाले युद्ध छ उनीहरूले आफ्नै फर्काएर आफ्नो मुलुक जोडोस् बसोस् शान्ति होस् हाम्रो धारणा त्यो हो त्यसले गर्दा चाहिँ हामी बाँच्न पायौँ खेल्न पायौँ हामी युके जान पायौँ अमेरिका जान पायौँ बाटै बाँधेका चाहिँ दुनियाँको जान्छ बाटै भन्न सकेको गर्छ अनि कारण छ त्यसले गर्दाखेरि शान्ति